The following day. के छ खबर सबैजना सन्चै हुनुहुन्छ होला। म टोकियो गएको थिएँ र हजुरहरूलाई टोकियो गएको भिडियो सबै देखाउनेछु, हेर्दै नभुल्नु होला। त्यसपछि म चाहिँ कोबे स्टेसनबाट जेआर लाइन चढेर सानमियासम्म लागेँ। तर कस्तो अप्ठ्यारो लागिरहेको थियो कि जापान आएदेखि लङ रुटको बस चढेको थिएन, त्यही भएर यस्तो अप्ठ्यारो लागिरहेको थियो। लगभग बिहानको 7 बजीतिर म टोकियो स्टेसन पुगेर त्यसपछि म सिन्जुकीतर्फ लागु। म मालातानका खाना गएँ चाइनिज रेस्टुरेन्टमा। त्यसपछि सिन्जुकी स्टेसन नजिकै भाइ लिन आएको थियो, मेरो प्यारो भाइ। त्यसपछि भाइको रुममा गएर सुतेर त्यसपछि बेलुका चाहिँ हामी शिबुयातिर लाग्यौँ। शिबुया रोड क्रस एकदम फेमस भएको कारणले गर्दा यसो गएर कस्तो रहेछ भनेर। त्यसपछि भाइ र म चाहिँ ट्रेन चढेर शिबुयातिर लाग्यो। चारैतिर झिलिमिली कति राम्रो देखेको रहेछ, कति खुसी लाग्यो क्या यो ठाउँमा आउनु पाउँदा। मैले सोचेको थिइनँ कि यति धेरै मान्छे जेब्रा क्रसिङ गर्दो रहेछ भनेर। त्यो दिन अनि हामी चाहिँ घरतिर लाग्यौँ। भोलिपल्ट चाहिँ डिज्नील्यान्ड जाने भन्ने कुरो, भोलिपल्ट डिज्नील्यान्डको लागि प्रस्थान भयौँ। कति राम्रो वेलकम भएको थियो भित्र छिरेपछि।